सिक्किम र हाम्रो नेपाल एउटै मालामा गाँसिएर हरेक संस्कार संस्कृतिसँग मेल खान्छ। त्यसैले म हाम्रो एउटा त्यहाँको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोलेज्यूलाई पनि यसै टेलिभिजन मार्फत म हार्दिक नमस्कार गर्दै झोरले भन्न चाहन्छु। उहाँको कार्यकाल उत्तरोत्तर प्रगति समेत कामना गर्दै कहिले हाम्रो नेपाल आउनुहुन्छ म उहाँलाई स्वागत गर्न तत्पर छ, आतुर छु। उहाँलाई नेपाल आइदिनु हुन स्वागत समेत गर्दै अनुरोध समेत गर्दै म बिदा हुन्छु। जय नेपाल, जय धरती माता, जय शम्भु। र मैले देखे बुझे अनुसार अहिलेसम्मको उहाँले लुला लङ्गडा कुनै पनि व्यक्तिहरू आयो भने र जुन यो प्यारालाइसिस भन्दो रहेछ अङ्ग्रेजीमा, यो लुलो लङ्गडा भएको व्यक्तिलाई चाहिँ उहाँले एक झड्कामै उठ भनेपछि उठ त गरेको शक्तिले उहाँले चाहिँ एक ढाक दिनुहुँदा उहाँको सबै काम बन्द रहेछ। लु लङ्गडो, हात गोडा खुम्चिएका, जुन हात गोडा नचल्ने, मुख नआउने, मुख बन्द भएको भन्न सकिँदैन, तर त्यो के भएर भयो त भन्ने सवालमा हरेक एङ्गलबाट हेरेर उहाँले चाहिँ एक झड्कामा जय शम्भु। हाम्रो नेपालमा पनि यस्ता व्यक्ति शक्तिशाली बाबा चाहिँ जन्मनु भएको रहेछ गइरहेको छु। र सर्वप्रथम ओम श्री 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 शिवशक्ति बाबा साक्षात महादेवको एउटा स्वरूपको रूपमा उहाँ यस धरतीमा अवतरण गर्नुभएको। सर्वप्रथम नमस्कार। म वासुदेव सिजाली मगर, हेटौँडा नगरपालिका वडा नम्बर 15 घर, प्रदेश नम्बर 3। आज यो वाउ टिभी सिक्किमबाट आउनुभएका उहाँलाई पनि मेरो नेपालको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। र नमन गर्दै मैले मेरो आफ्नो केही कुरा राख्ने अनुमति दिएकोमा म यहाँहरूलाई मुरी आभार व्यक्त गर्दै मेरो विषयवस्तु जुन मैले देखे अनुसार मैले केही भन्ने अनुमति चाहन्छु र सम्पूर्ण अडियन्सलाई पनि देश विदेशमा भएका र विशेष गरी सिक्किमका सम्पूर्ण त्यहाँका मेरा आफ्ना आफन्त मित्रहरूलाई मेरो यी भनाइ अडियन्सले पनि सुनोस् र मैले जे जानेको छु ती कुरालाई अवगत गरे अनुसार मनन गरिदिनुहुन्छ भन्ने म पूर्ण विश्वासका साथ म आफ्नो भनाइ राख्न चाहन्छु। अब यो 21औं शताब्दीमा गुज्रिरहँदा हाम्रो नेपालमा यस्तो व्यक्ति मैले कल्पना गरे भन्दा पछाडि जुन देखिरहेको कुरा छ त्यो भविष्यले बताउने कुरा हो। र मैले हाल देखे वर्तमानमा देखे अनुसार मैले यहाँलाई केही प्रस्तुत गर्ने, मैले देखेर भोगेर म यहाँहरू जुन माझ प्रस्तुत गर्न गइरहेको छु। र सर्वप्रथम ओम श्री 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 शिवशक्ति बाबा साक्षात महादेवको एउटा
स्वरूपको रूपमा उहाँ यस धरतीमा अवतरण गर्नुभएको अवस्था छ। झलक्क कसैले ठ्याक्कै हेरिदियो भने माथि हाम्रो हिमालय पर्वतबाट शिव भगवान नै उत्पत्ति भएको जस्तो मैले अनुभूति गरेँ। र मलाई के लाग्यो भने पहिलोचोटि मैले युट्युबमा हेर्दा र उहाँको क्रियाकलापलाई मैले आफ्नो नजिकबाट निहालिरहँदा मलाई एउटा अचम्मित पनि भएँ र हर्ष पनि लाग्यो। र मैले के चाहिँ गर्व गरेँ भने हाम्रो नेपालमा पनि यस्ता व्यक्ति शक्तिशाली बाबा चाहिँ जन्मनु भएको रहेछ। र यो हामी 58 लाख मगरहरूको कुलमा साँच्चै मगर उहाँको खासै चाहिँ मगर कुलमा जन्मिनु भएका सुजन पूर्व छाने मगर हुनुहुँदो रहेछ। उहाँलाई संसारले शिवशक्ति बाबा भनेर साक्षात् महादेवको रूपमा लिनुहुँदो रहेछ। उहाँले अहिलेसम्म यो धरतीमा अवतरण भइसकेपछि आमाको कोखबाट जन्म भएर यी धरतीमा आइसकेपछि साँच्चै भन्नुपर्दा यो मानव प्राणीलाई मात्रै नभइकन संसारका जीव जन्तुका प्राणलाई शक्ति दिन्छु भनेर उहाँ यस धरतीमा अवतरण हुनुभएको छ। त्यसै गरी अहिलेसम्म मैले प्रत्यक्ष देखिरहँदाखेरि लुलो लङ्गडो हातगोडा खुम्चिएका, जुन हातगोडा नचल्ने, मुख नआउने, मुख बन्द भएको भन्नु सकिँदैन, तर त्यो के भएर भयो त भन्ने सवालमा हरेक एङ्गलबाट हेरेर उहाँले चाहिँ एक झड्कामा जय शम्भु भनेपछि उहाँले चाहिँ अब कुन खालको मन्त्र जप्नु भएको छ म त्यो भन्न सक्दिनँ। हामीले हेर्दाखेरि उहाँको दाहिने हातमा एउटा साक्षात् शिवशक्ति स्वरूपको त्रिनेत्र यहाँ यो हातमा हत्केलामा अङ्कित छ। त्यसैको शक्ति होला जहाँसम्म देश विदेशका जति पनि व्यक्तिहरूले टेलिभिजन मार्फत यो युट्युब मार्फत जहाँ जो कसैले पनि सम्पर्क गरेर उहाँ भएको ठाउँमा आउनुहुन्छ। उहाँ भएको ठाउँमा आउँदा नआउँदा पनि एउटा सानो यो मोबाइल मार्फत उहाँले चाहिँ नि फुकिदिनु हुँदा केही मन्त्र एउटा आध्यात्मिक शक्तिले उहाँले प्राप्त गरेको शक्तिले उहाँले चाहिँ एक ढाक दिनुहुँदा उहाँको सबै काम बन्द रहेछ। त्यसैले अब यो जुन वाउ टेलिभिजन सिक्किमबाट यो यसरी चाहिँ अवसर प्राप्त गर्नुभएको मैले महसुस गरिरहेको छु। र यो सम्पूर्ण अहिले टेलिभिजन हेर्ने साथीहरू अडियन्सहरूले पनि यसरी नै तपाईहरूलाई पीडा मर्का कहाँ के परेको छ ती कुरालाई चाहिँ चिन्तन मनन गरेर सहने होइन, यसलाई चाहिँ खोज अनुसन्धानमा जानुपर्छ भन्ने मलाई लागेको छ। र अबको दिनहरूमा पक्कै उहाँले गरेका जति पनि ध्यान तपस्या जुन गर्दै हुनुहुन्छ उहाँ अझै पनि शक्तिशाली बन्दै जानुहुन्छ भन्ने कुरा धेरै ज्योतिषीविदहरूले गरिरहनु भएको मैले
मलाई थाहा भएको छ। त्यसैले आज 2082 साल जेठ 10 गते अन्तर्राष्ट्रिय ज्योतिषी महासङ्घ यो साँगुरीगढी गाउँपालिकामा जुन कार्यक्रम 3 दिने कार्यक्रम 10 गते उद्घाटन भएर आज 11 गते निरन्तर कार्यक्रममा सहभागी भइरहँदा म आफूलाई पनि गर्वन्वित भएको छौँ र मैले पनि यो विश्व ज्योतिषी महासङ्घमा आबद्ध भएर उहाँको र अन्य सम्पूर्ण यो अन्तर्राष्ट्रिय जगतका ज्योतिषीहरूले यस्ता किसिमको क्रियाकलापहरू विभिन्न गर्दो रहेछ। तर हाम्रो जुन शिवशक्ति बाबा उहाँ चाहिँ अर्कै तरिकाबाट जुन तान्त्रिक विद्याबाट आध्यात्मिक विद्याबाट र यो तन्त्र महासागरका यो कहीँ कतै यसको कुनै गहिराई छैन। यो त्यसैले त्यो गहिराईमा डुबेर हेर्न पनि कसैको सामर्थ्य छैन। यो शक्ति उहाँसँग मात्रै छ भन्ने मेरो धारणा हो र मेरो बुझाइ पनि त्यही छ। र मैले देखे बुझे अनुसार अहिलेसम्मको उहाँले लुला लङ्गडा कुनै पनि व्यक्तिहरू आयो भने र जुन यो प्यारालाइसिस भन्दो रहेछ अङ्ग्रेजीमा, यो लुलो लङ्गडा भएको व्यक्तिलाई चाहिँ उहाँले एक झड्कामै उठ भनेपछि उठ, यस्तो किसिमको चाहिँ शक्तिशाली बाबा मैले साँच्चै भन्नुपर्दा यो मेरो उमेर 62 वर्षको अन्तराल पार गरिरहँदा यो वसन्त पार गरिरहँदा मैले यहाँ मात्रै देखेँ। पक्कै पनि हुन सक्छ केही शक्ति छ, केही शक्ति नभए यस्तो किसिमको क्रियाकलाप चाहिँ हुन सक्दैन होला भन्ने मैले महसुस गरेको छु। र आज यो अन्तर्राष्ट्रिय जुन सम्मेलन भयो, अन्तर्राष्ट्रिय ज्योतिषी महासङ्घ अन्तर्गत यो अन्तर्राष्ट्रिय सम्मेलन भयो। यो सम्मेलनमा पनि उहाँले तन्त्र सागर भनेर उहाँले एउटा सम्मान पाउनु भएको छ, सम्मानित हुनुभएको छ। त्यसै गरी हिजोको दिनमा त्यसरी सम्मानित भयो भने आजको दिनमा फेरि यो आज करेन्ट यो अहिले भर्खरको ताजा अपडेट मैले बुझे अनुसार र मैले प्रत्यक्ष देखे अनुसार उहाँलाई तन्त्र सागरका उपाधि प्राप्त गर्नुभएको छ। ताम्रपत्रले एउटा विभूषित हुनुभएको छ र यसै गरी उहाँले हरेक चाहिँ एउटा सङ्घ संस्थाहरूबाट यसरी सम्मान ग्रहण गर्नुभएको छ। देश विदेशका व्यक्तिहरूले सम्मान दिनुभएको छ र उहाँहरूलाई पनि म मुरी धन्यवाद दिँदै आगामी दिनहरूमा यस्तै किसिमको क्रियाकलाप उहाँमा शक्ति जागिरहोस् र निरन्तर यस्ता क्रियाकलापहरू भइरहोस् र उहाँको शक्ति सधैँ सबैलाई प्राप्त भइरहोस् भन्ने शुभेच्छा शुभकामना सहितको। र अर्को कुरा म के भन्न चाहन्छु भने दैवी शक्तिको अपार यो सागरभन्दा पनि महासागर भएको नाताले नै उहाँलाई तन्त्र महासागर भनेर चाहिँ विभूषित गरिएको छ। त्यसैले यो उहाँको विशेष पुनः जोड्न चाहन्छु। उहाँको विशेष एउटा
लुलो लङ्गडा, मुख नआउने, गर्भवती नभएका, गर्भ नरहेका र डाक्टरले यो हुन सक्दैन कि भन्ने कुरामा एउटा माया मारिसकेको भनौँ न, हो त्यस्ता किसिमको क्रियाकलापहरू र बाँकी कुरा ठुला ठुला कल कारखानाहरूको हरेक चाहिँ नि विदेशी कल कारखानाहरूलाई सुचारू सञ्चालन गर्नको निमित्त कहीँ कतै अड्किएको रहेछ भने त्यो एकचोटि आशीर्वाद लिन आउनु हुन अनुरोध गर्दै एकचोटि उहाँले आफ्नो यो दाहिने हत्केलाले उहाँहरूलाई आशीर्वाद मात्रै दिनुभयो भने त्यो सम्पूर्ण काम चाहिँ आफ्नो मनोकामना इच्छा पुरा हुन्छ र अहिलेसम्म भइरहेको पनि छ। र धेरै धेरै एउटा राजनेताहरू अथवा चाहिँ प्रतिनिधित्व गर्ने, कुनै पनि बिजनेसमा लागेका, कुनै विदेशी जान चाहेका र विदेश जान खोजेका व्यक्तिहरूलाई बीचमा रोकिएको यस्ता किसिमको चाहिँ नि कमी कठिनाइहरू जहाँ समस्या आएको त्यो समस्या समाधान गर्नको निमित्त उहाँले आशीर्वाद दिनुहुन्छ। त्यसैले आशीर्वाद लिनु हुन अनुरोध समेत आग्रह समेत गर्दै यस्ता किसिमको क्रियाकलापहरू हरेक मानिसहरूले आफ्नो मन मस्तिष्कबाट एनालाइसिस गर्न जरुरी छ भन्दै मेरो पुनः फेरि पनि म शिवशक्ति बाबा लेटाङ 9 जाँतेमा एउटा आश्रम छ, त्यहाँ आएर आफ्नो सेवा लिदिनु न अनुरोध गर्दै कहीँ कतै गरिबी जुन कुरा उहाँले चाहिँ नि एउटा हरेक मन्दिर, मस्जिद, धर्म तीर्थस्थल यस्ता चाहिँ नि भागवत प्रेमीहरूलाई र गरिब दुखीहरूलाई उहाँले हरेक एङ्गलमा हरेक कोणबाट उहाँले चाहिँ नि एउटा जुन केही खान नपाउने त्यस्ता किसिमको बास नभएका र उहाँ चाहिँ दुखी गरिबहरूलाई र विद्यार्थीहरूलाई उहाँले चाहिँ धेरै योगदान दिनुभएको र करोडौं रुपियाँ उहाँले चाहिँ आफ्नो गोजीबाट दिँदै उहाँ चाहिँ नि समस्या समाधान गर्दै यहाँसम्म आइरहनु भएको छ। उहाँलाई फेरि पनि यही वाउ टेलिभिजन सिक्किमको तर्फबाट र मेरो व्यक्तिगत वासुदेव सिंजाली मगरको तर्फबाट म यो राष्ट्रिय मगर गुरुकुल संस्कार संस्कृति संरक्षण नेपालको संयोजक भएको हैसियतले र म नेपाल आदिवासी जनजाति महासङ्घको संस्थापक अध्यक्षको हैसियतले र नेपाल मगर सङ्घको एडभाइजर सल्लाहकारको हैसियतले मैले उहाँसँग आशीर्वाद लिँदै पुनः फेरि पनि दोहोऱ्याउन चाहन्छु, जय शम्भु। यस धरतीमा यस्ता किसिमको हाम्रो शिवशक्ति बाबा जन्मिनु भएको छ भन्दै उहाँसँग आशीर्वाद लिँदै आशीर्वाद माग्दै म पनि बिदा हुन्छु। वाउ टेलिभिजनले मलाई यतिको एउटा बोल्ने, मलाई प्रस्तुत गर्ने अवसर दिनुभएकोमा हार्दिक धन्यवाद दिँदै